र फाइनली चाहिँ निर्वाचन आयोगले चाहिँ भोटर आइडी बनाउनको लागि चाहिँ अनलाइन फर्म खोलिदिसकेको छ र यसको लास्ट भ्यालिडेसन डेट भनेको चाहिँ कार्तिक 30 गतेसम्म रहेको छ है। त्यो बेलासम्म चाहिँ तपाईले अनलाइन भोटिङ आइडी चाहिँ बनाउन सक्नुहुनेछ। यदि तपाई 16 वर्ष गरिसक्नु भएको छ र नागरिकता बनिसकेको छ भने चाहिँ अब अनलाइनमा चाहिँ प्री इनरोलमेन्ट मात्रै हो है। प्री इनरोलमेन्ट गर्न सकिन्छ र तपाई अथवा प्रदेश निर्वाचन कार्यालय अथवा जिल्ला निर्वाचन कार्यालयमा गएर चाहिँ दर्ता गर्न सकिन्छ, किनभने हामीले बायोमेट्रिक दिनुपर्ने हुन्छ। र यसको टाइमिङ भनेको चाहिँ बिहानको 8 बजेदेखि लिएर बेलुकाको 6 बजेसम्म मात्रै हुनेछ, सार्वजनिक बिदा बाहेक है त। अब अनलाइन चाहिँ कसरी प्री इनरोलमेन्ट गर्ने है त, त्यसको बारेमा त सिकौँ है त। सो अनलाइन गर्नलाई चाहिँ election.gov.np मा जानुपर्छ है त। election.gov.np र यस्तो इन्टरफेस खुल्छ र यहाँ छ अनलाइन प्री इनरोलमेन्ट है त। यहाँ जाउँ। अब त्यसमा गइसकेपछि चाहिँ दुईटा बटन हुनेछ, नयाँ दर्ता अथवा नामावली अवैधिक। यो भनेको चाहिँ अब कुनै मिस्टेक छ भने त्यो सच्याउनलाई यो यसमा जानु होला। र नयाँ दर्तामा गइसकेपछि तपाईले यहाँ मोबाइल नम्बर हाल्नु पर्नेछ, आफ्नो मोबाइल नम्बर, जुनमा कि तपाईको ओटीपी जानेछ र त्यो ओटीपी हालेपछि तपाईले फर्दर अरु प्रोसेसहरु अरु डिटेल्सहरु माग्नेछ है त। नागरिकता नम्बरहरु, एड्रेस, बुवाआमाको नाम, अब जे पनि चाहिन्छ भोटर आइडी बनाउनलाई त्यो हाल्नु पर्छ। र तपाईको भोटर आइडीमा कुनै सच्याउनु पर्यो भने पनि सेम प्रोसेस रहेको छ। यसमा क्लिक गर्नु भने मोबाइल नम्बर माग्नेछ र मोबाइल नम्बरमा ओटीपी सेन्ड गर्छ। अब त्यसरी नै गर्नुपर्ने हुन्छ। अब मेन क्वेशन भनेको चाहिँ तपाईको भोटर आइडीमा अब कुनै डिटेल्स रङ छ, नाम हल्का मिस्टेक छ हैन, उमेर गल्ती छ, के छ भने चाहिँ तपाईले फर्स्टमा चाहिँ अब चेक पनि गर्न सक्नुहुन्छ हैन, भोटर आइडी तपाईको लिस्टेड छ कि छैन। यदि छ भने चाहिँ अब सबै डिटेल्सहरु सबै तपाईको सबै इन्फर्मेसनहरु करेक्ट छ कि छैन भनेर यसमा गएर क्लिक गर्नु, यसमा गएर हेर्न सक्नुहुन्छ। आफ्नो प्रदेश, जिल्ला, गाउँपालिका, वडा, मतदान केन्द्र हानेर सबमिट गर्नुभयो भने चाहिँ तपाईको नामहरु अब त्यो जिल्लामा भएको नामहरु टक्क देखाउँछ। आफै सर्च गरेर तपाईको उमेर, बुवाआमाको नाम सबै देखाउनेछ र तपाईले चेक गरेर फर्दर प्रोसेस अगाडि बढाउन सक्नुहुन्छ है त।